15 ग्राम हामीले ग्राइन्ड कफी 15-20 ग्राम नमस्ते र यसको ग्रान्ड साइज भनेको हेर्नु है फ्रेन्च प्रेसमा चाहिँ तपाईहरुलाई अलिकति स्ट्रङ खान मन छ भने अलिकति फाइनर गर्ने फाइनर भनेको हामीले एस्प्रेसोको ग्रान्ड साइज छ नि त्यहाँबाट पनि गर्न मिल्यो तपाईहरुलाई हल्का लाइट खान मन छ भने अलिकति कोर्स गर्ने है यसमा चाहिँ इट्स अप टु यु है तपाईहरुलाई कस्तो खालको कफी पिउन मन छ अलिकति स्ट्रङ पिउन मन छ अथवा अलिकति हार्ड पिउन मन छ अब तपाईहरुलाई एकदमै धेरै तपाई कफीमा चाहिँ एकदमै स्ट्रङ पर्सन हुनुहुन्छ भन्नु न एकदमै है तपाईहरुलाई कसरी मन लाग्छ वान स्टेपमा पनि गर्छन् है गर्न चाहिँ त्यो चाहिँ अब कसरी तपाईहरुले गर्ने भन्ने कुरामा भर पर्छ अब फर्स्ट फेज के हुन्छ रे हामीले फर्स्ट वाटर फेजको के भन्छ ब्लूमिङ फेज बिस्तारै घुमाएर ल घुमाएर है त्यो चाहिँ किन भने एभ्री त्यो कफीको पार्टिकलमा चाहिँ एभ्री स्टेपमा चाहिँ त्यो पानी पर्छ है ल गुड भाइ त्यो त्यसरी नथिच भाइ म भन्छु अहिले हाल्ने नै होइन के है कति सेकेन्ड भयो अर्को स्टेप तयार हुनु ल अब हाल्नुहोस् पानी त्यो उयो छ नि यहाँ लास्टको ह्यान्डल यो हाम्रो मात्र हाल्ने है गाइस ल भाइले फर्किनुहोस् अनि फेरि 1 मिनेट हाल्नुहोस् तपाईँले लगभग ल भाइले पनि हाल्नुहोस् पानी पुगेन है अब पार्टिकल्समा छ नि कफीमा चाहिँ पानी नपुगेको खण्डमा चाहिँ पानी त्यो पाउँदाखेरि चाहिँ सबैतिर भिजाउनको लागि है मजाले घुम्नुहोस् भाइ तलसम्म अलिकति तल गयो है अब एकछिन वेट गर्नुहोस् कति मिनट वेट गर्नु भनेको छ हामीलाई त्यहाँ भयो भाइ नाउ पहिलाको चाहिँ हाम्रो स्टुडेन्टहरूले चाहिँ कतिजनाको मिस्टेक चाहिँ के भएको थियो भने उहाँ जाने होइन अनि स्वाटै लाएर यसरी प्रेस गरिदिने यसरी के अरे अलि हेभी प्रेस गरेपछि पार्टिकल चाहिँ तल गएर अन्ली लिक्विड पार्टिकल चाहिँ माथि आएर मजाले फ्रेस कफी खाना पाइयोस् भनेर हो है ल त्यहाँ भाइ उठ गर अब हेर्नुहोस् है यहाँ यसरी बिस्तारै लाने है अब यसलाई अलिकति त्यहाँ पानीको लेभलसम्म लग है भाइ त्यसपछि त्यसलाई सिधा पारेर त्यो बाङ्गो छ अब ठिक छ हेर है मजाले बिस्तारै यसरी बिस्तारै यहाँ समातेर मजाले बिस्तारै एकदमै तिमीलाई तल जाने बेला कम्तीमा पनि 30 to 40 सेकेन्ड लगाऊ है भाइ 10 सेकेन्डमा त्यो भइसकेपछि तिम्रो एउटा राम्रो स्ट्यान्डर्डको लेभल आउँछ के अब हेर भाइ यसरी के यहाँ त यसरी यो आफ्नो आउनुको कारण चाहिँ छ नि अब यसलाई यसरी हल्लायो भने पनि त्यो के डस्ट पार्टिकल चाहिँ माथि आउँछ कि त्यही भएर यसलाई सफ्टली एकदमै केयरफुल्ली हामीले सर्भ गर्ने बेला त्यसरी लानुपर्छ है अब कपमा बिस्तारी फ्याटी लिभर पनि यसले घटाउँछ प्लस त्यत्रो काम गर्नुहुन्छ त्यो अलिकति हाई प्रेसर मान्छेले चाहिँ अलिकति नखाँदा पनि हुन्छ हाई प्रेसर हाई गर्यो त्यसपछि फेरि प्रेसर अघिको मिठाई फ्रेन्च प्रेस गाइस सुरुप है यो हेर्नु है अब तपाईहरुको 6 सेन्सले काम गर्नुपर्छ है यो खाँदाखेरि चाहिँ अब अहिले यहाँ यो चाहिँ पेपरी टेस्ट आइरहेछ हैन अब पहिला सुरुमा आँखाले खाइयो है त्यसपछि युलको है तपाईहरुको नाकले खाइयो त्यसपछि मजाले लामो सास फेर्नुस् है अनि के रे पानी सुरुमा चाहिँ पानी खाएरै गर्नुपर्छ अनि त्यसपछि हेर्नु है खाँदाखेरि यो दाँत उ गरेर हाम्रो बुढा पाखाले खान्थे नि दाँत उ गरेर
निकालेर खाने यो जस्तो बिटरनेस चाहिँ यो बिचको पार्टले थाहा पाउँछ है तर स्विटनेस र पिरोजी सबै के अरे स्विटनेस चाहिँ तपाईँलाई पिरो चाहिँ यो टुप्पोले थाहा पाउँछ स्विटनेस चाहिँ सबै पार्टले थाहा पाउँछ है त्यसको पनि एउटा क्लास हुन्छ यो भोलिको दिनमा गर्दै जानु भयो भने